हाम्रो इतिहासका पानाहरू पल्टाउनु पर्छ। हामी एकजुट हुनुपर्छ। हाम्रो भाइचारा सम्बन्ध स्थापित गर्नुपर्छ। दुःख सुखमा सबैभन्दा नजिकको साथी भनेको आफ्नो बन्धु हो भन्ने उद्देश्यका साथ तपाईले एउटा महायज्ञ आयोजना गरेर एउटा बन्धुत्वको भेला गर्न सफल हुनुभएको छ। साथसाथै आफ्ना बितेका पितृहरूको उद्धारको लागि एउटा महायज्ञ आयोजना गर्नुभएको छ। यसको लागि म तपाईहरुलाई सफलताको कामना पनि गर्न चाहन्छु। अवश्य पनि हामी हिन्दू धर्म अवलम्बीहरू छौं। हामीले हाम्रो धर्म संस्कृति परम्परा जोगाएर राख्नुपर्छ। विश्वकै सबैभन्दा पुरानो संस्कृति, विश्वको पुरानो धर्म हामीले जोगाउन सकेनौं भने अवश्य पनि हाम्रा पुस्ताहरूले हामीलाई धिक्कार्ने दिन आउन नि सक्छ। त्यो हिसाबले पनि अब हामीले हाम्रा धर्म संस्कृतिहरू जोगाउनु पर्छ, हाम्रा बन्धुत्वहरू जोगाउनु पर्छ, हाम्रो भाइचारा सम्बन्धहरू जोगाउन सक्नुपर्छ। त्यो भयो भने मात्रै हामी नेपाली भएकोमा हामीले गर्व गर्न सक्छौं। पछिल्लो समय हाम्रो गरिबीको कारण अथवा विभिन्न आर्थिक प्रलोभनको कारण हाम्रा धर्म संस्कृतिहरू दिनदिनै बेचिँदैछन्। बाहिरी संस्कृतिहरूले हाम्रो संस्कृतिलाई दिनदिनै खिचिरहेको छ। हामीले हाम्रा संस्कृतिहरू भुल्दै गएका छौं र पश्चिमी संस्कृतिहरूलाई आफ्नो संस्कृतिको रूपमा विकास गर्दै गएका छौं। अवश्य पनि यो कुरा यही हिसाबले बढेर गयो भने हामी भन्दा एक दुई पुस्ता पछाडि हाम्रा संस्कृतिहरू हामीले बिर्सिन्छौं र हामीले सम्पूर्ण पश्चिमेली संस्कृतिहरूलाई हाम्रो संस्कृति भनेर हामीले विश्वास गर्नुपर्ने दिन आउँछ। र म यहाँ उपस्थित हुनुहुने गुरुबारहरूलाई पनि यस्ता धार्मिक कार्यक्रमहरूमा तपाईहरुले आफ्नो धर्म संस्कृतिलाई जोगाउनको लागि उत्साहित गर्ने खालका कामहरू तपाईहरुले गरिदिनुहोस् भन्न चाहन्छु। आज हाम्रो देशको अवस्था पनि अलिक दयनीय अवस्था छ। हाम्रो देशमा 15 देखि 20 वर्षमा ठूला परिवर्तन